भक्तपुरको गुन्डु स्थित आफ्नो अस्थायी निवासको झ्यालबाट बाहिर हेर्दा केपी शर्मा ओलीले देख्ने दृश्य सायद शान्त होला, तर उनको राजनीतिक विरासतमा लागेको रगतको दाग भने अब कुनै पनि वर्षा वा स्पष्टीकरणले पखाल्न सक्ने छैन। आज माघ महिना पनि आधा कटिसक्यो, तर भदौ काण्डले देशको छातीमा बनाएको घाउ अझै आलै छ। काठमाडौँका सडकहरूमा अझै पनि बारुदको गन्ध र रगतका टाटाहरू सुकिसकेका छैनन्। सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको विरोधमा माइतीघर मण्डलामा ओर्लिएका ती कलिला, निहत्था र भविष्य खोजिरहेका अनुहारहरूलाई जब राज्यको गोलीले सदाका लागि शान्त बनाइदियो, तब बालुवाटारको सुरक्षित किल्ला छोडेर गुन्डुको एकान्तमा सर्नु ओलीका लागि बाध्यता बन्यो। तर यो पलायन ओलीका लागि केवल एउटा सामान्य बसाइसराई मात्र थिएन। यो एक स्टेट्सम्यानको नैतिक पतन, एक राष्ट्रवादीको आवरण उत्रिनु र एक असफल प्रशासकको लज्जास्पद बहिर्गमनको प्रस्थान बिन्दु थियो। अहिले ओली आफ्नो बचाउमा एउटा विचित्र र हास्यास्पद तर्क अघि सारिरहेका छन्। सामाजिक सञ्जालमाथिको त्यो घातक प्रतिबन्ध नागरिकको आवाज थुन्नका लागि नभई ती अन्तर्राष्ट्रिय कम्पनीहरूलाई नेपालमा दर्ता गराएर करको दायरामा ल्याउनका लागि थियो रे। सुन्दा यो तर्क कति राष्ट्रवादी र अर्थतन्त्र मैत्री लाग्छ, तर यसको गहिराईमा लुकेको पाखण्डीपन र विरोधाभासले कुनै पनि सचेत नागरिकको रगत उमालेर आउँछ। यो त्यही नेतृत्व हो, यो त्यही पुरानो राजनीतिक स्कुल हो जसले दशकौँदेखि देशका हरेक उत्पादनशील अङ्गहरूलाई दलीय राजनीतिको क्यान्सरले सिद्ध्याइसकेको छ। विराटनगरका जुट मिलदेखि वीरगन्जका चिनी कारखानासम्म, सरकारी विद्यालयदेखि जनस्वास्थ्यका अस्पतालसम्म यी संस्थाहरू कुनै बेला देशको अर्थतन्त्रको मेरुदण्ड थिए। तर तिनै ओली र उनी जस्ता समकालीन नेताहरूले त्यहाँ ट्रेड युनियनको नाममा दलीय झन्डा गाडे, व्यवस्थापनमा आफ्ना कार्यकर्ता भर्ती गरे र तालाबन्दीको राजनीति सिकाए। नतिजा आखिर के हुन पुग्यो त? ती सबै संस्थाहरू आज कि त बन्द भए कि त कोमामा छन्। आफैले बनाएको राजनीतिक विषले स्वदेशी अर्थतन्त्रका खम्बाहरू ढालिसकेपछि जब आजका युवाले देशमा भविष्य नदेखेर डिजिटल संसारमा जस्तै फ्रिल्यान्सिङमा र युट्युबमा आफ्नो सानो संसार खोजे, तब सत्तालाई त्यो पनि सह्य भएन। स्वदेशी रोजगारीको मुहान थुन्नेले नै आज विदेशी कम्पनीसँग कर उठाउन भन्दै युवाहरूको अन्तिम सहारा बनेको डिजिटल स्पेसमाथि बञ्चरो प्रहार गर्नु भोको पेटमा लात हान्नुभन्दा कम क्रूरता होइन। र जब यही कुण्ठा र आक्रोश लिएर ती किशोर किशोरीहरू सडकमा निस्किए, तब राज्यले उनीहरूलाई जवाफमा करको हिसाब होइन, गोलीको वर्षा दियो। भदौ काण्डमा ढलेका ती 76 जना युवाहरूको रगतले ओलीको समृद्ध नेपाल सुखी नेपालीको नारालाई गिज्जाइरहेको छ। तर यो नरसंहार भन्दा पनि बढी पीडादायी र आक्रोशित बनाउने पक्ष भनेको त्यसपछिको स्पष्टीकरण हो। जाँचबुझ आयोगको कठघरामा उभिएर देशको पूर्व कार्यकारी प्रमुखले निर्लज्जतापूर्वक भने, मैले गोली चलाउने आदेश दिएको थिइनँ, यो घुसपैठिया वा तल्लो तहको त्रुटि हो। यही बिन्दुमा ओलीको राजनीतिक र नैतिक पतन सुरु हुन्छ। उनको यो तर्कभित्र दुईवटा मात्र सम्भावना लुकेका छन् र दुवै सम्भावनाले उनी प्रधानमन्त्रीको कुर्सीमा बस्न अयोग्य थिए भन्ने प्रमाणित गर्छन्। पहिलो सम्भावना, यदि छानबिनबाट गोली चलाउने आदेश बालुवाटारबाटै गएको थियो भन्ने प्रमाणित भएको खण्डमा त ओली सिधै आफ्ना नागरिकका हत्यारा हुन्, यसमा कुनै बहस नै छैन। तर दोस्रो सम्भावना, ओलीले दाबी गरे जस्तै यदि उनले गोली चलाउने आदेश दिएका थिएनन् भने प्रश्न अझ गम्भीर र खतरनाक बन्छ। देशको कार्यकारी प्रमुख, जसको हातमा सेना, प्रहरी र प्रशासनको साँचो छ, उसको आदेश बिना कसरी 76 जना नागरिक मारिन्छन्? यदि प्रधानमन्त्रीले गोली नचलाऊ भन्दा भन्दै प्रशासनले गोली चलाउँछ भने त्यो प्रधानमन्त्रीको प्रशासकीय नालायकी अथवा एडमिनिस्ट्रेटिभ इम्पोर्टेन्स हो। यसको अर्थ हो उनको प्रशासनमाथि कुनै नियन्त्रण छैन। आफ्नै मातहतको प्रहरीले नटेर्ने निरीह प्रधानमन्त्री हुनु र कुर्सीमा टाँसिएर बस्नु नैतिकताको कुन चाहिँ पाठमा लेखिएको छ? एउटा शासकका लागि म क्रूर छु भन्नुभन्दा म कमजोर छु, मेरो प्रशासन मेरो नियन्त्रणमा छैन भन्नु ठुलो लज्जाको विषय हो। आदेश दिएको भए उनी अपराधी हुन्, नदिएको भए उनी नालायक हुन्।
यो दुवै परिस्थितिमा किशोर किशोरीको रगतको कलङ्क ओलीकै निधारमा लाग्छ। यो कुरामा सन्देह नगरे हुन्छ। अब गरौँ दण्डहीनता अथवा इम्प्युनिटीका कुरा। जसरी ओली मैले केही गरेको होइन भन्दै पन्छिन खोजिरहेका छन्, विश्वका अरू राष्ट्रमा त्यसो गर्दा के कस्ता घटना भएका छन् त? र एउटा राष्ट्र प्रमुख जस्तो अभिभावकीय पदमा बसेको र बस्ने आकाङ्क्षा राख्ने मान्छेले त्यस्तो भन्न पाउँछ कि पाउँदैन? दण्डहीनताको अन्त्य कसरी हुन्छ भन्ने बुझ्न पेरु र साउथ कोरियाका नजिरहरू काफी छन्। पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको कार्यकालमा जब ब्यारियोस अल्टोस र ला क्यान्टुटा जस्ता विवश नरसंहारहरू भए, उनले आजका ओलीले जस्तै तर्क गरेका थिए, मैले गोली चलाउने आदेश दिएको थिइनँ, त्यो त सेनाभित्रको कोलिना ग्रुप नामको सानो विद्रोही दस्ताले गरेको हो। उनले आफूलाई कानुनी रूपमा चोखो देखाउन कुनै लिखित आदेश नभएको दाबी गरिरहे, तर अदालतले उनको यो अज्ञानताको नाटकलाई स्वीकार गरेन। पेरुवियन अदालतले ऐतिहासिक फैसला सुनाउँदै भन्यो, देशको सर्वोच्च पदमा बसेको व्यक्तिले प्रत्यक्ष आदेश नदिए पनि यदि उसले सिर्जना गरेको नीति र वातावरणमा नागरिक मारिन्छन् भने उनी मेडिएट अथर अर्थात् परोक्षकर्ता हुन्। यही कमान्ड रेस्पोन्सिबिलिटीको सिद्धान्तमा टेकेर उनलाई 25 वर्षको जेल सजाय सुनाइयो। उता दक्षिण कोरियामा जब सयौं विद्यार्थी बोकेको सिओल फेरी डुब्दै थियो, राष्ट्रपति पार्क ग्युन हे संवेदनशील घडीमा 7 घण्टासम्म सम्पर्कविहीन थिइन्। पछि जब उनीमाथि महाअभियोग लाग्यो र भ्रष्टाचार काण्ड बाहिर आयो, उनले पनि मलाई मेरो सहयोगीहरूले गुमराहमा राखे, मलाई थाहा थिएन भन्दै लाचारी प्रकट गरिन्। तर कोरियाली न्याय प्रणालीले देशको राष्ट्रपतिलाई थाहा थिएन वा भूल भयो भन्ने छुट हुँदैन भन्दै उनलाई सत्ताबाट गलत्यायो र 24 वर्ष लामो जेल सजाय तोक्यो। यी दुवै घटनाले यो साबित गर्छ कि शासकले मैले गरिन भनेर सुख पाउँदैन। कुर्सीमा बसेपछि हुने हरेक दुर्घटनाको जिम्मेवारी उसकै टाउकोमा हुन्छ। इतिहासका पाना पल्टाउने हो भने नैतिकताको पाठ सिक्न धेरै टाढा जानु पर्दैन। हाम्रै छिमेकको एउटा सुनौलो अध्याय काफी छ। सन् 1956मा भारतको तमिलनाडु स्थित अरियालुरमा एउटा भयानक रेल दुर्घटना भयो, जसमा 140 भन्दा बढी यात्रुको ज्यान गयो। तत्कालीन रेलवे मन्त्री लालबहादुर शास्त्री न त रेलका चालक थिए न स्टेसन मास्टर। प्राविधिक रूपमा त्यो तल्लो तहका कर्मचारीको गम्भीर लापरवाही थियो। शास्त्रीले सजिलै भन्न सक्थे, यो मेरो गल्ती होइन, ड्राइभर वा सिग्नल म्यानको गल्ती हो। तर शास्त्री फरक माटोले बनेका व्यक्ति थिए। दुर्घटनाको खबर सुन्न साथ उनले तत्काल प्रधानमन्त्री जवाहरलाल नेहरूलाई आफ्नो राजीनामा पत्र बुझाए। उनले संसदमा उभिएर भने, मेरो विभाग अन्तर्गत पर्ने रेल मार्ग प्रयोग गर्दा 140 भन्दा बढी नागरिकको अकालमा मृत्यु भयो, जसको मुखदर्शक बनेर म पदमा बस्न सक्दिनँ। यसको सम्पूर्ण संवैधानिक र नैतिक जिम्मेवारी म लिन्छु। नेहरूले राजीनामा स्वीकार गर्दै संसदमा भनेका थिए, शास्त्रीजी यस दुर्घटनामा व्यक्तिगत रूपमा दोषी भएर होइन, तर लोकतान्त्रिक र संवैधानिक नैतिकताको सर्वोच्च नजिर बसाल्नका लागि यो राजीनामा स्वीकृत गरिएको हो। त्यो थियो जवाफदेहिता, त्यो थियो पदभन्दा माथि नैतिकतालाई राख्ने साहस। त्यस्तै हाम्रै देशमा पनि विक्रम सम्वत 2030 साल असार 25 गते राति जब नेपालको प्रशासनिक मुटु सिंहदरबारमा आगजनी भयो, तब प्रधानमन्त्री कीर्तिनिधि विष्टले यो बिजुलीको सर्ट सर्किट हो वा पालेले राम्रो हेरेनन् भनेर पन्छिन सक्थे। उनले आफै आगोको झिल्को कोरेका थिएनन्, तर भोलिपल्टै उनले राजा समक्ष राजीनामा बुझाए। उनको तर्क थियो, देशको प्रमुख प्रशासनिक केन्द्र र ऐतिहासिक धरोहर मेरो कार्यकालमा खरानी हुनु कारण जेसुकै होस्, सरकार प्रमुखको हैसियतले मेरो नैतिक पराजय हो। उनले पदभन्दा माथि आफ्नो विवेकलाई राखे। तर बालुवाटारबाट गुन्डु सरेका ओलीले न त विष्टको नैतिकता देखाए न त शास्त्रीको त्याग। उनले त पेरुका अल्बर्टो फुजिमोरी वा दक्षिण कोरियाको पार्क ग्युन हे जस्तो मलाई थाहा थिएन भन्ने कायरतापूर्वक बाटो रोजे। तर चेत रहोस्, फुजिमोरी र पार्क दुवैले आदेश नदिएको र थाहा नभएको बहाना बनाउँदा पनि कमान्ड रेस्पोन्सिबिलिटीको आधारमा दशकौं लामो जेल सजाय भोगेका छन्।
कुनै पनि स्थापित लोकतन्त्रमा ओलीको जस्तो व्यवहार देखाउने शासक आज गुन्डुको आरामदायी सोफामा होइन, जेलको चिसो छिडीमा हुने थिए। अझ लज्जाको विषय त के छ भने यत्रो ठुलो मानवीय अपराधपछि पनि ओलीमा रत्तीभर पश्चाताप देखिँदैन। उनी आज पनि आफ्ना आसेपासे र मुन्द्रे गुण्डाहरूको घेरावमा निर्लज्ज भएर हिँडिरहेका छन्। नयाँ प्रशासन जसले भर्खर रगतले लतपतिएको सडक पखालेर देशलाई स्थिरता दिन खोज्दैछ र चुनावको तयारी गर्दैछ, उसलाई सहयोग गर्नुको साटो ओली उल्टै जिस्काउँदै र उत्तेजित पार्दै हिँडिरहेका छन्। यो केपी ओलीको शक्ति होइन, यो हामी आम नेपाली नागरिकको कमजोरी हो। यो हाम्रो असीमित सहनशीलता र माफ गरिदिने बानीको नतिजा हो, जसले गर्दा यस्ता पाखण्डी र निर्लज्ज नेताहरू हाम्रो भावनासँग खेल्ने हिम्मत गर्छन्। हामी बिर्सन्छौँ, हामी भावुक हुन्छौँ र हामी फेरि तिनै अनुहारलाई राजनेता मान्न तयार हुन्छौँ जसले हाम्रा छोराछोरीको रगत बगाए। गुन्डुको बारदलीमा बसेर अझै पनि आगामी चुनावमा प्रधानमन्त्री बन्ने सपना देखिरहेका ओलीले यो बुझ्न सकेका छैनन् कि बन्दुकको नालबाट निस्केको धुवासँगै उनको राजनैतिक वैधता अथवा लेजिटिमेसी पनि उडिसकेको छ। भदौका ती रक्ताम्य सडकहरू र शहीद भएका सपनाहरूले केवल एउटा सत्य बोलिरहेका छन्। केपी ओली अब एक राजनेता स्टेट्सम्यान होइनन्, उनी केवल इतिहासको एक दुःखद, असफल र नैतिक रूपमा पतित पात्र मात्र हुन्। त्यसैले आउँदो चुनावमा झापा क्षेत्र नम्बर 5बाट उनको उम्मेदवारी ती कलिला मृत आत्माहरूप्रतिको भद्दा मजाक बाहेक अरू केही पनि होइन।